नमस्ते नमस्ते नमस्ते। म हुँ तपाईहरुको आफ्नै छेत्री भाइ। आज मिति 2083 साल वैशाख 1 गते। कस्तो सुनिँदैछ है? समय साँच्चै पखेटा लगाएर उड्दो रहेछ। सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। आजको यो विशेष भ्लगमा म तपाईहरुलाई मेरो आजको दिन केही नयाँ योजनाहरू र अलि धेरै गफगाफ गराउने छु। भिडियो अन्तिमसम्म हेर्नु होला है। आज बिहान उठ्ने बित्तिकै एउटा छुट्टै ऊर्जा महसुस भयो। 2082 साल मेरो लागि धेरै कुरा सिकाउने वर्ष रह्यो। केही उतार चढाव आए, केही सपना पुरा भए, केही अधुरै रहे। तर छेत्री भाइको डिक्सनेरीमा हार भन्ने शब्द नै थाहा छ नि तपाईहरुलाई। तपाईहरुको लागि 2082 कस्तो रह्यो तल कमेन्टमा लेख्नु होला। कसैको बिहे भयो होला, कसैलाई नयाँ जागिर पाउनु भयो होला हैन, कोही विदेश जानु भयो होला। जे भयो हैन, राम्रैको लागि भयो हैन। अब कुरा गरौँ नयाँ वर्ष 2083 को। नयाँ वर्ष मैले केही संकल्प गरेको छु। पहिलो तपाईहरुलाई अझै क्वालिटी कन्टेन्ट दिने, दोस्रो अनि आफ्नो स्वास्थ्यमा अलि बढी ध्यान दिने हैन। अनि विचार चाहिँ के गरिराखेको छु भने चाहिँ हैन, जिम जाने के, यसो मिल्यो भने जिम जाने भन्ने पनि सोचमा छु हैन। अनि तेस्रो के छ भने चाहिँ धेरै भन्दा धेरै ठाउँ घुमेर हैन, नेपालको सुन्दरता हैन, विदेशको तपाईहरुलाई देखाउने। तपाईहरुलाई के छ त प्लान। अब यो वर्ष पनि अब पुरानो बानी दोहोऱ्याउने कि केही नयाँ गर्ने अठोट लिने पनि हो। अनि तपाईहरुले पनि लिनुस्, आजबाट सुरु गर्नुस् तपाईहरु पनि है। साथीहरु, आज म जहाँ छु जे छु यो सब तपाईहरुको मायाले गर्दा हो। छेत्री भाइको यो च्यानल एउटा च्यानल मात्र हैन, यो एउटा परिवार हो। गत वर्ष हामीले कति धेरै माइलस्टोनहरु पार गर्यो। यो वर्ष हाम्रो लक्ष्य अझै धेरै ठुलो छ। म चाहन्छु कि 2083 को अन्त्यसम्म हामी अझै ठुलो उचाइमा पुगौँ। मलाई साथ दिनुहुन्छ नि? दिनुहुन्छ भने भिडियोलाई अहिले नै लाइक गर्नुहोस् है। आज मेरो चाहिँ घरमै बसेर परिवारसँग रमाइलो गर्ने र मिठो मिठो खाने प्लान पनि छ हैन। अनि बेलुका साथीहरुसँग सानो गेट टुगेदर पनि हुन सक्छ। नयाँ वर्ष भनेको काम मात्र गर्ने दिन होइन, सम्बन्धहरूलाई पनि अझै बलियो बनाउने दिन पनि हो। फोन गर्नुहोस् आफ्ना पुराना साथीहरुलाई, आशीर्वाद लिनुहोस् मान्यजनबाट। यो खुसी बाड्दा मात्र बढ्छ हैन। ल त साथीहरु, आजको लागि यो सानो गफगाफ यति नै। नयाँ वर्ष 2083 ले तपाईको घरमा सुख शान्ति र समृद्धि भित्रियोस्। कोही पनि दुखी नहुनु होला, सधैँ हाँसिरहनु होला। भोलिबाट फेरि नयाँ जोसको साथ नयाँ भ्लगहरु आउनेछन्। म छेत्री भाइ आजको लागि बिदा हुन्छु। माया र साथ सधैँ यस्तै रहोस्। जय नेपाल, ह्याप्पी न्यू इयर 2083 साल। बाई।